साथीहरू हिजो भर्खरै हमासमा लाई चाहिँ बिपिन जोशी चाहिँ अझै पनि जिउँदो छन् भनेर समाचार आएको थियो र छोडिदिन्छ भन्ने समाचार आएको थियो। तर यो बाह्रखरि यो वेबसाइटमा चाहिँ अ, बिपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ भन्दैछ। यो के साँचो हो कसो हो थाहा छैन है। अ, र म यहाँ पढ्दैछु है के भनेको छ। हमासले इजरायलबाट कब्जामा लिएका नेपाली विद्यार्थी बिपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। हमासलाई उद्धृत गर्दै इजरायली सेनाले दिएको जानकारीअनुसार बिपिनसहित 4 जनाको शव हस्तान्तरणको तयारी गरेको छ। रेड क्रस प्रतिनिधिलाई शव हस्तान्तरणको तयारी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। सोमबार साँझ 4 जना मृतक बन्धकलाई फिर्ता गर्ने तयारी गरेको इजरायली सेनाका प्रमुख प्रवक्ता ब्रिगेडियर जनरल एफी डिफ्रेनले बताएका छन्। हमासले पछि ती बन्धकहरूको नाम गाई इलोज, योसी सराबी, बिपिन जोशी र डेनियल पेरेज रहेको पुष्टि गरेको छ। उनीहरूलाई 8 अक्टोबर 23मा इजरायलबाट अपहरण गरिएको थियो। कृषि अध्ययनरत जोशी लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए। हमासले भन्यो सबै मृतक बन्धकहरू भेटिने छैनन् भनेर भनेको छ। निकै नै दुःखद लाग्दो समाचार। यदि यो साँचो हो भने त यतिका मेहनत गरेर बिपिन जोशीको बहिनी र आमा जानुभएको थियो। अमेरिका कता कता इजरायल पुग्नुभएको थियो। यतिका कोसिस गर्दा पनि आफ्नो छोरालाई आफ्नो दाइलाई फर्काउन नसक्दाको पीडा सायदै यो दुःखद लाग्दो समाचार आएको छ गाइज। सो सरी टु हियर दिस।